Hello everyone, welcome back to my channel. आज हामी खुट्टाको पेडिक्योर गर्दैछौँ. सो फर्स्ट अफ अल सबै यो नेल पोलिसहरू रिमुभ गरिदिनुस् होला. अब एउटा तातो पानी लिने र भाँडामा यो नुन हो, नुन राख्दिने अनि आफूले युज गर्ने घरको स्याम्पू. मैले चाहिँ थोरै कन्डिसनर पनि राखेको छु सफ्टनेस हुन्छ भनेर. अनि यो चाहिँ बेकिङ सोडा. त्यसपछि त्यो पानीलाई चाहिँ हामीले राम्रोसँग मिक्स गरिदिने. यो चाहिँ भेनेगर, थोरै भेनेगर पनि राखिदिनु होला. राम्रोसँग चलाइदिनुहोस् होला पानी. यो चाहिँ तातो पानी हो. अनि बिस्तारै आफ्नो खुट्टाहरू चाहिँ आफ्नो खुट्टाले सहन सक्ने जति तातो बनाएर मजाले सोक गर्नु होला. मैले चाहिँ अराउन्ड 10 to 15 मिनट्स यसरी सोक गरेर राखेको थिएँ. हजुरहरू पनि यस्तै राख्नु होला. अनि यसरी यसले रिमुभ गर्नुभयो भने त्यो डेड स्किनहरू चाहिँ निस्किने हुन्छ. हजुरहरू पनि ट्राई गर्नुहोस् होला. मैले चाहिँ बिस्तारै हल्का हल्का यसरी निकालेको छु. यति बेलासम्म चाहिँ हजुरको खुट्टा हल्का सफ्ट भइसकेको हुन्छ. सो डेड स्किनहरू निकाल्न पनि सजिलो हुन्छ. अनि यति बेला चाहिँ हजुरलाई अननेसेसरी हेयर रिमुभहरू पनि गर्दा भयो इफ यु वान्ट. हजुरहरूले कुरा राम्रोसँग पहाल्नु होला. यो चाहिँ स्क्रबर हो. स्क्रबरले पनि राम्रोसँग गर्नु होला. अब खुट्टा पखालिसकेपछि राम्रोसँग पुस्दिनु होला. अब यो खुट्टा पुसिसकेपछि हामी प्याक लगाउँछौँ. अनि प्याकको लागि चाहिँ राम्रोसँग ड्राई हुनु पर्यो खुट्टाहरू. प्याक बनाउनको लागि हामीले एउटा कचौरा लिने, त्यसमा बेसार राख्ने अनि त्यसपछि कफी राख्ने अनि थोरै दुध पनि राखिदिनुहोस् होला. र यसलाई राम्रोसँग मिक्स गरिदिनुहोस्. अनि यो मिक्स गरिसकेपछि यस्तो पेस्ट बन्छ. अलि दुध राखिदिनुहोस् होला, लगाउन इजी हुन्छ. यस्तो प्याक बनिसकेपछि हजुरले हातमा लिएर यसलाई मजाले आफ्नो खुट्टाहरूमा लगाइदिनुहोस्. यो प्याकले चाहिँ हजुरको सन ट्यानहरू चाहिँ रिमुभ गर्ने भएको भएर यसलाई लगाएर हामीले एकछिन छोडिदिनु पर्ने हुन्छ. अब यसलाई हजुरले 15-20 मिनट 25 मिनट जति राखिसकेपछि हजुरले यसलाई खुट्टा धुने. अब राम्रोसँग क्लिन्स गर्नु होला.
अब हजुरहरूले यो नङमा भएको फोहोरहरू चाहिँ बिस्तारै बिस्तारै रिमुभ गर्न सक्नुहुन्छ। त्यसपछि भइसकेपछि हामीले मोइस्चराइजर लगाउँछौँ। मोइस्चराइज लगाइसकेपछि मैले नेल पोलिस लगाएर मेरो खुट्टा यस्तो बनाएँ। हजुरहरूलाई यस्तै भिडियो आओस् भन्ने चाहनुहुन्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब। बाई बाई।